हेलो एन्ड नमस्ते, स्वागत छ कार्यक्रम ट्रेल ब्लेजरमा। म कार्यक्रम प्रस्तुता रश्मि श्रेष्ठ। यस कार्यक्रममा हामी साङ्गीतिक क्षेत्रमा रहनुभएका विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। आज हामीसँग कुराकानी गर्नका लागि गेस्ट हुनुहुन्छ हरेक विधामा पोख्त गायक, डान्स, डिरेक्सन, साथसाथै उहाँले वर्ल्ड रेकर्डमा 3 चोटि नाम पनि ल्याइसक्नु भएको छ। आज हामीसँग कुराकानी गर्नका लागि गेस्ट हुनुहुन्छ गायक मणि श्रेष्ठ। आउनुहोस् कार्यक्रममा उहाँलाई स्वागत गरौँ। मनिषजी, यहाँलाई स्वागत छ कार्यक्रम ट्रेल ब्लेजरमा। थ्याङ्क यू सो मच। यहाँ हरेक विधामा पोख्त हुनुहुन्छ होइन, सिङ्गिङ, डान्सिङ, डिरेक्सन, साथसाथै यहाँले वर्ल्ड रेकर्ड पनि नाम लेखाइसक्नु भएको छ। सिङ्गिङ बाहेक यहाँलाई एकदमै सहज लाग्ने विधा चाहिँ कुन हो? मलाई चाहिँ अलिकति सजिलो हुन त म सबै प्याटर्नको गरिरहेको छु, पपहरू पनि गरिरहेको छु, आधुनिक पनि गरिरहेको छु होइन। अनि विशेष गरेर चाहिँ अलिकति सजिलो र किन भन्दाखेरि अब अलिकति आफूलाई पनि सजिलो होइन, अलिकति लोक पपमा चाहिँ अलिकति सजिलो लाग्छ। भनेपछि यहाँको एकदमै रुचि भएको चाहिँ लोक पपतिर जानुहुन्छ? हुन चाहिँ सबै विधाहरू गरेको छु, पपदेखि लगेर हिपहपदेखि लगेर आधुनिक सबै गरेको छु, क्लासिकलहरू पनि। अस्ति भर्खर एउटा शिवदाईसँग पनि सहनाइ भयो, सबै टाइपको गरेको छु गर्नु चाहिँ। सङ्गीत यात्राको कुरा गर्नुपर्दाखेरि यहाँको सङ्गीत यात्रा कसरी र कहाँबाट सुरु भयो? यो चाहिँ मेरो उदयपुर अब मेरो जन्मघर होइन। सानै उमेरदेखि चाहिँ म नाच्ने गाउने अब अलिकति त्यस्तोमा अलि इन्ट्रेस्ट क्या, स्कुल पढ्दैखेरि स्कुल लाइफदेखि नै। अनि त्यहाँबाट चाहिँ अब यताउता हिँड्दा पनि अब गीत गाउनुपर्ने, नाच्नुपर्ने होइन। अनि अलिकति त्यस्तै स्वभाव त्यहाँबाट बसिसकेपछि चाहिँ ल अब म केही गर्नुपर्छ भन्ने हिसाबले चाहिँ म काठमाडौँ छिरेँ। काठमाडौँमा केही कोर्स सकेर मैले बाहिर गएर पनि सिकिसकेपछि अब मेन भनेको गाउँलाई नै दिन्छु म, गाउँबाटै हो। अलिकति अब भनौँ न नाच्नुपर्छ, गाउनुपर्छ भनेर चाहिँ मलाई गाउँबाट नै एउटा बिहे कार्यमा नाचिन्थ्यो, प्रोग्रामहरू हुन्थ्यो, गाइन्थ्यो। अनि सबैले अब हौसला दिनुहुन्थ्यो, त्यहाँबाट नै भयो। गायनमा लाग्दै पनि एउटा डान्सिङतर्फ, डिरेक्सनतर्फ चाहिँ कसरी लाग्ने, आफूलाई हौसला कसरी? त्यो चाहिँ कस्तो भइदियो भने अब हामी ग्रामीण क्षेत्रबाट सहरिया परिवेशमा आउँदाखेरि कस्तो भइदिनु रहेछ भने अब हाम्रो ब्याक सपोर्टहरू चाहिँ अलिक हुँदैन क्या होइन। कि त मान्छे अब त्यहाँ गएर खुट्टै मल्नुपर्ने, कि अब अलिकति पैसा चाहियो, टन्न ब्याकअप पैसा राम्रो भयो भने फेरि यहाँ जे पनि हुन्छ इन्ट्रेस्टमा। अनि अब हामीसँग त्यो दुइटै थिएन, न त ब्याकअपको सपोर्ट गर्ने मान्छे थियो, न त ब्याकअप पैसा भने जस्तो थियो। अनि उहाँबाट आइसकेपछि म एउटा विधामा चाहिँ म सक्षम हुन्छु भनेर आउँदाखेरि अब एउटा गऱ्यो, अर्को गर्दाखेरि असर हुने, अर्को गऱ्यो, अर्को होइन। म बरु अलिबार धैर्य गर्छु होइन, कोसिस गर्छु, धैर्य गर्छु। आखिरी आफू सबैभन्दा ठुलो कुरो कन्टिन्युटी र प्र्याक्टिस हो नि त होइन। यो चिजलाई चाहिँ मेरो मनमा राखेर चाहिँ म गर्छु। अब चाहिँ यो डिरेक्सन पार्ट पनि म सिक्छु, कोरियो पार्ट पनि सिक्छु, त्यसै गरेर डान्सिङ पार्टहरू पनि सबै आफै गर्छु भनेर चाहिँ। अनि मैले ट्राई गरेँ। सुरुमा चाहिँ अलिकति कस्तो हुँदो रहेछ भने अलिक गाह्रो हुँदो रहेछ क्या, अलिकति हुन्छ नि भान्न सकिने हो कि यो बारेमा चाहिँ हरेक कुराहरू अब पढ्नुपर्छ। त्यत्तिकै हामीले त्यहाँ त सयौँ मान्छेको उसमा त हामीले होइन यो क्यामेरा एङ्गल लगा, यो गर, यसो गर, यसरी नाच, यो स्टेपलाई यसरी उ गर्नुपर्छ, यो फ्रेमिङ हो भनेर त एक्कासी सकिँदैन नि त। त्यो विषयमा अध्ययन पनि गरेँ र प्र्याक्टिस पनि गरेँ क्या। दुइटै विधाबाट जाँदाखेरि अब चाहिँ मैले गीत सँगसँगै मैले सबै गर्न सक्छु भन्ने चाहिँ मलाई लाग्यो। सुरुमा चाहिँ मलाई त्यो चाहिँ के भयो भने एउटा एडभर्टाइज गरेको थिएँ क्या, दिनेश टिसी सर र मैले जुन चन्द्रगिरी हिल्सको होइन, त्यसमा चाहिँ सरले मलाई सम्झिनु भएको थियो। त्यति बेला चाहिँ म यस्तै कल्चर खोलेर डान्सहरू प्र्याक्टिस गराउँथेँ। अनि सरले चाहिँ ग्रुप लिएर आउनु भन्दाखेरि मलाई सरले अवसर दिनुभएको थियो। त्यहाँदेखि मलाई त्यहाँ इन्ट्रेस्ट त्यहाँ जाग्यो क्या। ओहो, यसरी रहेछ, मैले पनि केही गर्न सक्छु नि त भोलिको दिनमा होइन, केही गर्न सक्छु, मैले यसरी चाहिँ जानुपर्ने रहेछ भनेर त्यहाँबाट चाहिँ अलिकति अध्ययन सँगसँगै प्र्याक्टिस पनि गर्न थालिसकेपछि मैले डिरेक्सन पार्ट पनि सम्हालेँ। अनि त्यसै गरेर कोरियो सबै मैले एउटै विधामा दिएर गएँ। यहाँले वर्ल्ड रेकर्डमा नाम 3 चोटि लेखाइसक्नु भएको छ। वर्ल्ड रेकर्डले गायन जीवनमा कतिको महत्त्वपूर्ण भूमिका खेलेको छ? अब आफूलाई त खुसी नै लागिहाल्छ होइन। तर अब हामीलाई माया गर्नुहुने पब्लिक फिगरबाट के कस्तो उहाँहरूले अब जुन हौसला दिनुहुन्छ,
मैले त एकजनाले पनि दुःख गरेको रहेछु, त्यो चिजको चाहिँ मूल्याङ्कन हुँदै रहेछ भन्ने आफूलाई गर्व त लाग्छ। तर अझै गर्वित बनाउनलाई चाहिँ अब अझै खुसी बनाउनलाई ट्राई गरिरहेको छु होइन। अब आफूलाई चाहिँ यस्तो हो, सुरुमा चाहिँ अलिकति भनौँ न अलिकति नर्भस, होपलेस होइन, अलिकति डर थियो। तर पछि पछि गर्दै जाँदाखेरि चाहिँ हो मैले आखिर मानव जीवनमा गरेपछि असम्भव भन्ने चिज केही पनि रहेनछ, सम्भव हुने रहेछ। हिजो मैले सानो उमेरदेखि नै मैले अब धेरै दुःख गरेँ होइन, त्यो दुःखको केही फल प्राप्ति हुँदै रहेछ, कोसिस गर्दै रहेछु भन्ने एउटा लाग्छ आफूलाई। जस खुसी नै लाग्छ, अहिलेसम्म खुसी नै छु भनौँ न। यहाँले बाइकमा बसेर नेपालको झन्डा समातेर जुन यात्रा गर्नुभएको छ नि, वर्ल्ड रेकर्डसम्मको यात्रा गायक जीवनमा चाहिँ कतिको महत्त्वपूर्ण छ जस्तो लाग्छ? मैले हरेक ठाउँमा भन्ने गरेको छु, वर्ल्ड रेकर्ड सम्बन्धीको एउटा पार्ट छ, सङ्गीतको चाहिँ एउटा पार्ट छ, बेग्ला बेग्लै हो। तर त्यो चाहिँ मैले कसरी गरेँ भने गर्दिनँ थिएँ होला। म चाहिँ अलिकति पहिलादेखि नै बाइकमा अलिक सोखिन थिएँ क्या, बाइक चाहिँ अब अलिकति चलाउने, यताउता गर्ने, अलिकति स्टन्टहरू देखाउने थिएँ। अनि एक दिन चाहिँ म लडेँ क्या, चलाउँदा चलाउँदै म लडेँ। लडिसकेपछि मेरो यो यहाँनिरको हातको भागको पुरै यो बाहिरको छाला सब गयो। गइसकेपछि अब त्यति बेला क्र्याकहरू पनि भयो। अनि हस्पिटल बसेको थिएँ। अनि हस्पिटल बस्दाखेरि सपनामा जहिले पनि के देख्ने भने बाइक चलाएर काँधमा खुट्टा राखेर चाहिँ उडेको देख्ने क्या, यस्तो माथि माथि उडेको देख्ने, कस्तो कस्तो छाँगाबाट खसेको फेरि उडेर गएको, कता कता तरेको जस्तो देख्ने, कति लामो यात्रा देख्ने जहिले काँधमा। अब एक दुई दिन भए पो लो यो सपना क्या सबै कुराहरू चाहिँ हुन्छ त भन्ने। त्यो हस्पिटलमा बसुन्जेल र घरमा आइसकेपछि पनि मैले त्यस्तो देखेँ क्या, मैले हरेक उसमा भन्ने गरेको छु। अनि ओहो यो त, अनि मैले यसो सोचेँ वैज्ञानिकहरूले पनि त, साइन्टिस्टहरूले पनि त सपनाको माध्यमबाट हरेक कुराहरू पत्ता आविष्कार गरेको छन् होइन। केही लक्षण त पक्कै पनि छ यहाँ, केही छ। मैले ड्याडी मम्मीलाई सोधेँ, बाबा मामा यो चाहिँ मैले यस्तो यस्तो देख्छु भने, मर्लास् त्यसरी देख्यो भन्दैमा त त्यो गर्न सक्छस् त भन्नुभयो होइन। ट्राई गर्छु एकपल्ट भने गाली गर्नु। अनि त्यति बेला ठ्याक्कै मेरो 4 डोबाटोमा डान्स एकाडेमी थियो। अनि मेरो एसिस्टेन्ट भाइहरू पनि हुनुहुन्थ्यो, सबैजनालाई अनि गरिदिन्छु एकपल्ट जे होला होला होइन, अब ट्राई गरौँ न त, कोसिस नै सबभन्दा ठुलो कुरो हो नि त होइन। अनि भनेर बिस्तारै पहिला चाहिँ अब यो खुट्टा काँधमा हाल्न सिकेँ, यो खुट्टा यहाँ ल्याउन सिकेँ। अनि यो गर्न अलिक गाह्रो थियो। अनि त्यो भइसकेपछि यहाँ अडिन गाह्रो हुन्छ क्या यसको मेन। जान त जान्छ, योगाहरू एक्सर्साइज गर्ने मान्छेको प्राय ट्राई गऱ्यो भने जान्छ। तर यहाँ अड्डिनु पऱ्यो, अडिसकेपछि फेरि बाइकमा अड्डिनु पऱ्यो क्या। अब किनभनेदेखि हामीले सहजै खुट्टा यहाँ हाल्छौँ, तर बाइकमा बसिसकेपछि त अलिकति ब्यालेन्स मिलेन भने त डेन्जर हुन्छ होइन। अनि सपनामा त धेरैपल्ट देखिसकेपछि ट्राई गर्न गयौँ। अनि पछाडि चाहिँ यसरी बाइकमा समाउन लाएर अगाडि पछाडि अनि आफू चाहिँ टुक्रुक्क बसेर बिस्तारै 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 प्र्याक्टिस गर्दै गर्दै एक दिन त दबाएर चाहिँ जान्छु भनेर फुत्ते गएको, बाइक गयो जालीमा गएर खान्थ्यो, म गएर उयो चियासलको तल, म गएर त्यो ढलको त्यो फोहोरमा गएर बम्मै जाग्थेँ। यस्तो काम पनि गर्छ यार, म गर्दिनँ, हेट यो काम गर्दिनँ, यो बेकार रहेछ, गर्छ बाबामाले भनेको भनेर भने। फेरि पछि देख्न थालिसकेपछि फेरि गरिसकेपछि मैले अलिकति सम्भव हो क्या। थोरै कस्तो हुँदो रहेछ भने अलिकति हिँडेपछि अझ हिँड्ने हौसला भयो भने मान्छेलाई होइन, त्यहाँनिर अलिकति जोस जाँगर आउँछ नि, अलिकति त्यो खुट्टा राखेर त्यो थोरै अगाडि बढ्न सकेपछि लु अब सकिन्छ भनेर ट्राई गर्दै त्यो चाहिँ मैले लगभग अब भिडभाडमा होइन, खाली बाटोमा गर्थेँ। राति उठेर गर्थेँ प्र्याक्टिस, 12-1 बजे राति कहिले गर्थेँ, कहिले चाहिँ मान्छे नभए बेला बन्द भएको बेला गरेर गर्थेँ। गर्दा अनि पछि त्यो भिडभाडमा पनि गर्न सकेँ। अनि साङ्गीतिक लाइनलाई एकपट्टि राखेँ, त्यसलाई एकपट्टि राखेर दुईटैलाई एउटै किनारामा लिएर गएँ। मनिषजी, यहाँले अहिलेसम्म वर्ल्ड रेकर्डमा 3 चोटि नाम लेखाइसक्नु भयो होइन। अबको यात्रा के छ वर्ल्ड रेकर्डमा? अब चाहिँ कोसिस गरिरहेको छु। अब जे होस्, अब सबै अब कस्तो हुँदो रहेछ भने यो चिजमा चाहिँ आर्थिकको पनि एकदमै प्रभाव पर्ने रहेछ क्या, आवश्यकता हुने रहेछ। अब पहिला एउटा गर्दाखेरि त म आफैले खर्च गरेर गरे हो। लन्डनदेखि नै आउनुभएको थियो, वर्ल्ड रेकर्ड उसबाट फाउन्डेसनबाटै आउनुभएको थियो, लन्डनबाटै आउनुभएको थियो। अनि त्यति बेला चाहिँ अब लायन्स क्लबले मलाई गरिदिनु भएको थियो। अनि साथसाथमा अब मैले यताउता गर्ने मैले पनि गरेको थिएँ। अनि च्याम्पियनको, अनि अमेजिङको, स्टारको। अनि अब कस्तो हुँदो रहेछ भने अब चाहिँ 27 किलोमिटरको चाहिँ मैले ट्राई गरिरहेको छु।
चक्रपथ रिङ रोड चाहिँ घुम्ने। त्यसको लागि चाहिँ के हुनुपर्दो रहेछ भने भन्छ नि के आर्थिक अनि त्यहाँबाट गएर अब राज्यले पनि हेरिदिनु पऱ्यो अनि तपाईँको अब कुनै सङ्घ संस्थाहरू होइन, किन भन्दाखेरि अब त्यहाँ राज्यले पनि किन हेर्नु पऱ्यो भनेदेखि अब त्यो आफू कुद्ने बाटो आफू हिँड्ने ठाउँमा चाहिँ एउटा त्यही अनुसारले चाहिँ खाली गरिदिनु पऱ्यो। फेरि रिङ रोड जस्तो चिज फेरि हत्तापत्ता पनि दिँदैन नि त, गाह्रो हुन्छ। अब पहिलाको उसमा चाहिँ अब लायन्स क्लबले सबैतिर मिलाएर चाहिँ बाटोलाई चाहिँ होइन निश्चित क्राइटेरियालाई चाहिँ टक्क समय अवधि यति समयको लागि भनेर गराइदिनु भएको थियो। त्यो मिल्यो भनेदेखि अनि अब कुनै सङ्घ संस्थाहरूसँग जोडिएर चाहिँ केही गर्न पायो भने चाहिँ 27 किलोमिटरको चाहिँ आफ्नो रेकर्ड आफै तोडेर ऐतिहासिक फेरि उ गर्न मन छ। फेरि यो रेकर्ड यस्तो छ कि अहिलेसम्म तपाईँ युट्युबमा हेर्नु गुगलमा हेर्नु अहिलेसम्म कुनै देशले राखेको छैन। यो चाहिँ वान लिग बेनिग भनेर हाल्नु होइन, तपाईँको अहिलेसम्म कसैले राखेको छैन जुन मैले राखेको छु। त्यो चाहिँ अब जस्तै भनौँ न यहाँबाट भनौँ न अमेरिका भयो, कुनै थाइल्यान्ड भयो, क्यानाडा भयो या कुनै देशले राखेको चाहिँ हामीले तोडिरहेका छौँ नि त। नेपालीहरूले धेरै गरेछ, वर्ल्ड रेकर्ड धेरै गरेको, धेरै मान्छेले गरेको छन् होइन। तर त्यो चाहिँ कस्तो हुन्छ भने मेरो चाहिँ अहिलेसम्म इतिहासमै छैन। अब कसैले गरेर तोड्यो भने त्यही पहिलो रेकर्ड कसको थियो भनेर भन्दा नेपालबाट फलानुको थियो भन्ने चाहिँ बनाएको छु होइन। मलाई पनि एक्स्ट्रा र एउटा नयाँ चाहिँ दिन मन थियो, त्यो चाहिँ जेस भगवान्ले पनि होइन आशीर्वाद दिनुभयो र गरेको छु। अब 27 किलोमिटरको लागि ट्राई गरेको छु। अब सबै चिजहरू मिल्यो भने म्यानेजमेन्ट सबै कुराहरू मिल्यो भने गर्नु मन छ। अब राज्यले त्यही अनुसारले हेरिदिएर हामीले अब खेलकुद मन्त्रालयमा पनि 3-4 निवेदन पेस गऱ्यौँ। अब पछि अब सरकार चेन्ज भयो के भयो भनेर फेरि त्यो वास्ता गरेन। पक्कै पनि त्यो वास्ता गरिदिएर कुनै सङ्घ संस्था चाहिँ जोडियो भनेदेखि चाहिँ पक्कै 100% सक्सेस हुन्छ। अब यहाँको पर्सनालिटी यहाँको ड्रेसअप हेर्दाखेरि चाहिँ यहाँ चाहिँ एकदम हिपहप गायक जस्तो देखिन्छ होइन। तर दर्शकहरूलाई चिनाउन पर्दाखेरि चाहिँ म कुन विधाको गायक हो भनेर चिनाउन चाहनुहुन्छ? यो टाइपको भनेर मैले भनिरहनु भन्दा पनि उहाँहरूले मलाई जसरी चिन्नुहुन्छ, किनभने मैले आधुनिक लोक पप हिपहपहरू सबै गरेको छु, म्युजिक पनि गरेको छु, आफैले गाएको पनि छु होइन। अब आफू एउटा डिरेक्सन पार्ट कोरियो सँगसँगै लिएर जाँदाखेरि गरेको छु। अब उहाँहरूलाई यो जिम्मा हरेक क्षेत्रमा आलोचना त हुन्छ नै। यहाँलाई गायन क्षेत्रमा चाहिँ कतिको क्रिटिसिजम भोग्नु परेको छ र त्यसलाई चाहिँ कसरी लिनुहुन्छ? राम्रो पनि छन् नराम्रो पनि छन्, अब आलोचना गर्ने पनि छन्, अब यहीँ उ गर्ने पनि छन्। अब म कस्तो भन्छु भने अब आफू गुड भएर आफू चाहिँ एउटा होइन अब एउटा राम्रो चिजलाई चाहिँ हामीले जहिले पनि आफ्नो संस्कृतिलाई आफ्नो उसलाई चाहिँ बचाएर त्यही उसमा चाहिँ हामीले अगाडि बढ्न सक्यो भनेदेखि हिजोको हाम्रो आदरणीय गुरुहरूले गरेको जस्तो हामीले चाहिँ त्यसलाई नै फलो गरेर अलिकति मोटिफाइड गर्न पाइयो होइन। त्यही चिजलाई चाहिँ हामीले अगाडि बढायो भनेदेखि त राम्रै हुन्छ। तर अब कतिपय चाहिँ यहाँ उच्छृङ्खल होइन, कतिपय चाहिँ अब एउटा भाइरल हुनुपर्छ, एउटा भ्युअर्सको लागि चाहिँ काम गर्नुपर्छ होइन भन्ने हिसाबले पनि काम गर्दाखेरि चाहिँ अब मान्छेहरूले अब पब्लिकहरूले हरेक नजरले हेर्छन्। अब त्यो चाहिँ अब खै के भन्ने अब चुज गर्ने मान्छेमा पनि फरक पर्छ। यहाँले गाउनु भएको सबैभन्दा चुनौतीपूर्ण गीत चाहिँ कुन थियो? मैले फर्स्ट एउटा गीत गाएको थिएँ, त्यो चाहिँ सुरुमा तपाईँको अलिकति अब त्यो अलि हाई रेन्जमा थियो, अलिक गाह्रो पनि भएको थियो। सुरुमा अलिकति नर्भस होपलेस पनि हुँदो रहेछ क्या। अनि अलिकति हाई उसमा पनि थियो, त्यो गाना थियो हेरिरह्यो भन्ने गीत थियो। अनि त्यस पछाडि त मैले लोक टाइपको गरेँ। अनि त्यसपछि अनि एउटा मलाई जस गाह्रो भएको थिएँ तिमी आउने आशयमा भन्ने कम्पोज गर्दाखेरि जुन हाम्रो सनी श्रेष्ठले गाउनु भएको छ भोइस अफ नेपालको त्यो तिमी आउने आशयमा कुरिबस्छु बाटै भन्ने, त्यो चाहिँ मलाई किनभने हाई र लोमा एकदमै त्यो उ थियो, अलिकति गाह्रो भएको थियो त्यो। अनि अस्ति भर्खर आएको तिम्रो याद भन्ने हाम्रो मेरो सङ्गीतमा निराजन घिमिरेको शब्दमा चाहिँ शिव दाइले गाउनु भएको थियो। त्यो गाना अलि गाह्रो थियो, अरू त लगभग ठिकै। स्टेज प्रोग्रामहरूमा एकदमै अविस्मरणीय क्षण त्यस्तो कुनै? त्यो कतिपय आफूलाई हेरेर भन्दाखेरि समाजको हरेक कुरालाई हेरेर बनाइन्छ हामी चाहिँ। अब आफ्नै लागि चाहिँ बनाएको छैन, आफ्नो जीवनसँग उ गर्ने, तर कहिलेकाहीँ मेल खाइदिन्छ। त्यस्तो खासै छैन। त्यस्तो कुरै छैन। अहिलेको डिजिटल युगमा गायकहरूको लागि कतिको महत्त्वपूर्ण अवसरहरू देख्न सक्नुहुन्छ? अहिले हामीलाई त त्यही हो स्टेज, हामीलाई त मेन भनेको अब स्टेज को लागि चाहिँ हामीले महोत्सव मेला महोत्सव भयो भनेदेखि चाहिँ
एकदम अब हाम्रो त्यो जुन चिज हामीले पब्लिक सामु नसुनेको ठाउँमा पनि सुनाउन पाउने सबै चिजहरू हाम्रो सुनिदिएको छ भन्ने हुँदैन नि त। त्यो चाहिँ महोत्सव मेला महोत्सव अनि अब भनौँ न डिजिटल उसमा चाहिँ अब अहिले सोसल मिडियाहरू हरेक ऊ छन् होइन, अब त्यो पनि महत्त्वपूर्ण छ। टेलिभिजनहरू भयो, एफएम रेडियोहरू भयो, युट्युबहरू भयो, अब अहिले हरेक प्रकारका एप्सहरू छ, त्यसबाट पनि अलिकति महत्त्वपूर्ण छ। यहाँले मेला महोत्सवको कुरा गर्नुभयो, जब स्टेज कार्यक्रम पनि यहाँले धेरै नै गर्नुभयो होला होइन, त्यस्तो कुनै अविस्मरणीय क्षण त्यो समयमा दर्शकहरूबाट? मेरो छ, धेरै छ त्यस्तो। जस्तै अब कस्तो हुँदो रहेछ भने हजुरले मैले गाएको मैले खेलेको भिडियोमा मलाई हेर्दाखेरि रियलमा हेर्दा र भिडियोमा हेर्दा बेग्लै देखिँदो रहेछ क्या। भिडियोमा अलिक फरक देखिन्छ होइन, अनि रियलमा चाहिँ अलिकति फुचे टाइपको अलिकति ऊ देखिन्छ क्या होइन। त्यो चाहिँ मैले पढाएको छु। मैले 2-3वटा महोत्सवमा इन्डियामा हो कि इन्डियामा पनि त्यस्तै पढाएको छु, अनि उदयपुरमा जाँदा पनि त्यस्तै पढाएको छु आफ्नै ठाउँमा जाँदा। तर उदयपुरमा चाहिँ आफ्नै जो कटारीमा चाहिँ होइन, अलिकति बाहिर नै लास्ट उसमा जाँदाखेरि चाहिँ कस्तो भइरहेछ भने गइयो मौसममा, अनि बेलुका लगभग 8:30 बजे 8:30 होइन 7:30 बजे पुगेको थियो। 7:30 बजे पुग्दाखेरि हजुरको अनि गइयो। अब मलाई त्यो फर्स्ट चिया खान मन लाग्यो क्या, अनि म त्यो सर्लक्क झरेर उता मलाई भित्र लगिदिनु भएको थियो, केही हुँदैन भनेर सर्लक्क त्यो हामीलाई त विश्राम उद्या हुन्छ नि त, त्यहाँबाट झरेर यतापट्टि गएर चियासा खाएँ। अनि सबै पब्लिकहरू पनि हुनुहुन्थ्यो त्यहाँ, यस्तो अब त्यो क्यान्टिन टाइपको राखेको हुन्छ नि त, अनि सबैले देखे कसैले चिन्नु भएन क्या। तर त्यो के भन्नुभयो भने आज मनिष श्रेष्ठ पनि आउँदैछ अरे नि होइन, त्यो काँधमा खुट्टा राखेर पनि बाइक चलाएको मान्छे, अनि यताउता पनि गर्ने, अनि उसले पनि गीत गाउँदैछ अरे, काँधमा खुट्टा राखेर डान्स पनि गर्दैछ अरे भनेर मेरै अगाडि चाहिँ मेरो कुरा गर्नुभयो, तर मलाई चिन्नु भएको थिएन। अनि जब म स्टेजमा चढ्छु म त चिया खाइरहेको थिएँ भनेर भन्दै त्यो चिजले चाहिँ मलाई अलिकति एकदमै यहाँको आवाज नै पहिचान हो कि सङ्घर्ष हो? सङ्घर्ष भनौँ न, सङ्घर्ष गर्दैछौँ हामी त, सङ्घर्ष गर्दै गरेको भर्खर अब हामी एउटा होइन अब गर्दै गरेको मान्छे, अब पहिचान पनि हो सङ्घर्ष पनि हो, अब के भन्ने दुइटै हो भनौँ न। मनिष श्रेष्ठ जुन एउटा नाम पहिचान यहाँले बनाइसक्नु भएको छ, एउटा स्थान बनाइसक्नु भएको छ, फ्यामिली सपोर्ट कतिको छ र यहाँलाई मनिष श्रेष्ठ भनेर एउटा ट्याग दिनको लागि कतिको महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ? घरबाट त मलाई मेरो परिवार, मेरो सबैजनाले, मेरो गाउँ होइन, अब भनौँ न जति पनि अब म जन्मेको ठाउँदेखि लगेर सम्पूर्ण सबैजनाले मलाई एकदमै फुल सपोर्ट छ। पहिलादेखि नै अब यो लाइनमा सुरुमा चाहिँ थिएन, तर पछि चाहिँ एकदमै जुन 1-2वटा कामहरू ठिकै टाइपको आफूलाई चित्त बुझ्ने काम गरिसकेपछि हो मेरो छोराले। अनि सबै मान्छे डक्टर पाइलटै हुनुपर्छ भन्ने छैन, सबै उनी हुनुपर्छ भन्ने छैन, तर यो साङ्गीतिक फिल्डबाट पनि धेरै कुरा हुनेरहेछ। इमान भएर राम्रो काम गरेर अगाडि बढ्दाखेरि सबै कुराले चाहिँ हुने रहेछ, राम्रै हुने रहेछ। अब राम्रो काम गऱ्यो भने दाम नाम काम सबै हुने रहेछ भन्ने चाहिँ मैले घरमा एउटा त्यो विश्वास दिलाएँ, त्यसपछि मलाई फुल सपोर्ट छ। मनिष श्रेष्ठलाई यो स्थानसम्म पुग्नको लागि एउटा मोटिभेसन घचघचाइरहनु हुने र श्रेय कसलाई मान्नुहुन्छ? मेरो बाबा मम्मी जहिले पनि भन्नुहुन्छ राम्रो काम गर होइन, नराम्रो बाटो नहिँड, तिमी यो फिल्डमा लाग, ठिक छ तिमी लागिहाल्यौ होइन, पढ्दै लाग्यो, अब पढ्दै लागे पनि अब तिमीले पढाइलाई पनि कन्टिन्यू दिएर अब यता यो फिल्डलाई पनि एकदम राम्रो गर, आफ्नो क्षेत्र अब दाइहरूले भाइहरूले दिदीहरूले अर्को पेसा गरे पनि तिमीले यो पेसाबाट चाहिँ राम्रो गर, नराम्रो बाटोमा नहिँड, भोलि गएर चाहिँ मान्छेले थु छ्या गरेको राम्रो हुँदैन, बरु तिमीले भाइरल हुनको लागि चाहिँ भाइरल कन्टेन्ट रोजेर नहिँड, तर तिमीले ऐतिहासिक भोलिको दिनमा चाहिँ तिम्रो पुस्ताले तिम्रो सन्ततिले पनि सुन्दाखेरि फलाना यस्तो थियो भन्ने एउटा पहिचान उ गरेर हिँड, कुनै पनि त्यो छाडापनहरू गरेर छाडा चिजहरू निकालेर चाहिँ हाम्रो नाम बदनाम नगर, राम्रो गर, तिम्रो लागि हामी सपोर्ट छौँ भनेर भन्नुहुन्छ क्या जहिले पनि। सङ्गीत क्षेत्रमा सिफारिस बिना अगाडि बढ्न सक्छ जस्तो लाग्छ कि लाग्दैन यहाँको विचारमा? सकिन्छ, मैले पनि त्यही गरेँ हो होइन। हजुरको किन भन्दाखेरि जस्तै अब मैले अघि भने नि ग्रामीण क्षेत्रमा हामी हुर्क्यौँ, उदयपुर सोरुङ 2600 भन्ने ठाउँ हाम्रो उदयपुरको चाहिँ एकदमै अन्तिम भेगमा पर्छ क्या, खोटाङ र उदयपुर जोडिएको सुनकोसीको उसमा पर्छ। त्यो ठाउँमा त्यस्तो ऊ थियो कि बिजुली लाइन पुगेको थिएन,
हामी त्यो राँको भन्ने थाहा छ तपाईँलाई? थाहा छैन होला। राँको त्यो भाटाको राँको बनाउँछ नि, त्यो राँको गरेर अनि त्यो सोलरबाट चाहिँ हेरेको कुनै कुनै घरमा टिभी हुन्थ्यो क्या, त्यो टिभी हेर्न जान्थ्यौँ होइन। अब त्यहाँबाट धेरै कुरा हेरेर अनि हामीलाई चाहिँ त्यहाँबाट ऊ भयो क्या, होसल ओहो यस्तो गर्नुपर्छ भनेर भयो। अनि भइसकेपछि अब मैले अघि भने नि मेरो ब्याक सपोर्ट थिएन, अब कसैले सिफारिस गर्ने मान्छे पनि थिएन नि त मेरो त्यहाँबाट, ल फलानुलाई चाहिँ यसरी बनाइदेऊ है भन्ने थिएन नि त होइन, थिएन त। तर त्यहाँबाट चाहिँ म आएँ, कुनै ठाउँमा आएर चाहिँ मैले दुःख गर्दै मैले डान्सहरू सिकेँ, सङ्गीतहरू सिकेँ, यता गर्दा गर्दै आफैले मैले अघि भने नि गर्दा गर्दै अगाडि बढिरहँदाखेरि अब कतिपय मान्छेहरूको धेरै नजरहरूमा सबैको नजरमा पनि पर्न सकिन्न क्या, रुझ्न सकिन्न नि। अब अरूको उसबाट जाँदाखेरि पनि कतिपय राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ। बिचैमा मेरै साथीहरूको कुरा गरौँ न, त्यसरी आउने रुझ्न नसकेर चाहिँ अहिले होइन बाहिर हुनुहुन्छ होइन। तर हामी चाहिँ दुःख गर्दै आउँदाखेरि आफैले गरेको, आफैले स्ट्रगल गरेर आएको र कसैले पावरले लगाइदिएकोमा फरक चाहिँ पर्दो रहेछ। तर सकिन्छ, किन नसकिन्न। यहाँले 3 चोटि वर्ल्ड रेकर्डमा नाम ल्याइसक्नु भएको छ र अब पनि ल्याउने कोसिस गर्दै हुनुहुन्छ होइन। यहाँलाई के लाग्छ अहिलेसम्म जुन तपाईँले सम्मान पाउन खोज्नु भएको छ त्यो सम्मान अहिलेसम्म पाउनु भएको छ जस्तो लाग्छ कि लाग्दैन? अब त्यो त मैले अब यस्तो पाइनँ उस्तो पाइनँ भनेर मैले आफ्नो बारेमा भनिरहँदा अब सबैको नजरमा गुड नहोला होइन। तर मलाई त लाग्छ, किन लाग्छ भनेदेखि अब मैले देशको लागि मेरो जीव ज्यान छोडेर मेरो चाहिँ आफ्नो ज्यानको बाजी राखेर मैले देश होइन, म यो नेपालमा जन्मेँ, नेपालले मलाई दियो तर मैले के दिने त भनेर मैले आफ्नो देशको झन्डा चाहिँ विश्व सामु होइन फर्फनाउनुको निम्ति चाहिँ मैले दुःख गरिरहँदा, म हिँडिरहँदा मैले चाहिँ अब हरेक देशलाई चाहिँ अब यो चाहिँ वर्ल्डमा सबैभन्दा आफ्नो देशको नाम चाहिँ लगिरहँदाखेरि अब कतिपयले गर्नुभएको छ, कतिपयले गर्नुभएको छैन आफ्नो ठाउँमा चाहिँ। तर राज्यले चाहिँ मलाई हेला गरे जस्तो लाग्छ। किन गरे जस्तो लाग्छ भने अब हरेक अब यहाँ चाहिँ कस्तो चाहिँदो रहेछ भने अघि तपाईँले भने जस्तो कि त्यहाँ एकदमै स्ट्रङ फ्यामिली चाहिँदो रहेछ। अलिकति हुने खाने र हुँदा खानेमा चाहिँ फरक हुँदो रहेछ क्या। अब हामी चाहिँ हुँदा खानेमा पऱ्यौँ, हुने खानेको भयो भने ल फलाना यस्तो गरेछ भनेर त्यो सबैतिरबाट चाहिँ चापको प्रेसर आउँदो रहेछ र त्यहाँनिर चाहिँ एउटा बेस्ट मोमेन्टहरू हुन्छ, बेस्ट चिजहरू आउँदो रहेछ। अब हामी चाहिँ कस्तो भनेदेखि अब भएछ भने पनि ठिक छ, हुँदै भएनछ भने पनि ठिक छ क्या होइन भन्ने पाटोको मान्छे भयो भने। तर राज्यले चाहिँ राज्यदेखि लिएर हरेक कुराले चाहिँ त्यो चिजमा चाहिँ अलिकति अझ मूल्याङ्कन गर्दै हाम्रो हौसला हुन्थ्यो कि हौसला अझ बढेर अझ त्योभन्दा बेस्ट गर्न सकिन्थ्यो कि भन्ने चाहिँ लाग्छ। अब यस्तो गर्दैन उस्तो गर्दैन भनेर हामीले चाहिँ उहाँहरूलाई दोष लाउनु पर्ने त्यति ऊ पनि देख्दिनँ। किन भन्दाखेरि आफूले राम्रो काम गरिसकेपछि एक दिन न एक दिन मूल्याङ्कन हुन्छ भन्ने आश छ। एउटा यस्तो निर्णय जसले चाहिँ यहाँको गायन जीवन नै बदलिने? म अरू विधा गरिरहँदाखेरि त्यो चाहिँ मैले एउटा घरको छत भन्ने गीत गरेको थिएँ क्या, जुन कोभिडको बेलामा। त्यो चाहिँ कस्तो भने त्यति बेला त्योभन्दा अगाडि पनि मैले बाटोमा ट्याटुहरू गीतहरू मैले गरिराखेको थिएँ। अनि वैशाखी महिनादेखि लिएर धेरै गीतहरू गरिरहेको थिएँ, भनेको जस्तो भएको थिएन होइन। त्यस्तो अब भनौँ न पब्लिकमा त्यति धेरै अलि मन पराउनु भएको थिएन, ठिकै हुन्थ्यो। अनि जब घरको छत भन्ने गीत चाहिँ हजुरको म गाउँमा थिएँ त्यति बेला, कोभिडले चाहिँ मान्छे भागरे थियो, सबै गाउँ जाने कोही कता ऊ हुने भएको थियो नि त। अनि त्यति बेला चाहिँ एलिनाजी र मैले चाहिँ गाएको थियौँ, गीत रेकर्ड गऱ्यौँ। अनि त्यहाँबाट गएर त्यो गीतले चाहिँ अलिकति के भइदियो भने झन् हौसला जोस् अब चाहिँ यो लाइनमा अझ मैले गर्दाखेरि सङ्घर्ष गर्दाखेरि अझ मैले चाहिँ मेहनत गर्दाखेरि हुने रहेछ है भन्ने चाहिँ मलाई त्यो घरको छतले बनाइदियो। कति नाची त्यो तीज गीत हो, कति नाची तीजमा छेउरा बिचमा यसपालि त नाच्नुपर्छ घरको छतमा भनेकन त्यो मैले आफैले सङ्गीत गरेको थिएँ, गाएको थिएँ, एलिनाजीले मैले गाएको थिएँ। त्यो गाना पछि चाहिँ अनि मलाई जाली रुमाल भन्ने गीतले चाहिँ अलिकति प्लस गरिदियो। त्यसपछि अनि पछिल्लो समयमा कालो चस्मा होइन, त्यसै गरेर छड्के तरबार अनि भर्खर आएको क्युटी मिस, यो गानाहरूले चाहिँ अलिकति जस अझ बेस्ट उ गरिदियो। कुनै एउटा गायक हिट गीत बिना नै सस्टेन हुन सक्छ जस्तो लाग्छ? अब हिट
गाना बिना अब यस्तो छ क्या हजुरको कस्तो छ भने अब अहिलेको हरेक उसमा चाहे मिडिया होस् चाहे स्टेज पर्फर्मेन्सको लागि होस् या कुनै मेला मौसममा जाने बेला भयो या कुनै उसमा चाहिँ तपाईँको गीत कुन छ गीत कस्तो छ होइन अनि तपाईँको गीत कतिको चलेको के अरे चलेको त भन्दैन तपाईँको गीत पठाउनु त हामीलाई भन्छन् क्या त्यो चाहिँ एकदमै हो त्यो चाहिँ अलिकति एउटा गायक चाहिँ अलिकति एउटा गानाले चाहिँ अलिकति कतिपय चल्नै पर्छ कतिपय चाहिँ कस्तो हुन्छ भने गीत चल्छ मान्छे चिन्दैन मान्छे चिन्छ फेरि कसैको गीत चल्दैन त्यो परिरहेको छ क्या अब त्यो चाहिँ डिजिटल प्लेटफर्म आइकन त्यो अलिकति डिफ्रेन्ट भइरहेको छ किनभने कति चाहिँ अब त्यो बेग्लै टाइपको आधीहुरी टाइपले गीत नचल्यो भने मान्छे चाहिँ सबले चिन्ने गीत चिनिरहेको हुँदैन कतिपयको चाहिँ गीत बजारमा घन्किरहेको हुन्छ मान्छे चिन्दैन त्यसले पनि समस्या पार्छ र हामीलाई चाहिँ एउटा ब्याकअपमा चाहिँ एउटा राम्रो सङ चाहिँ जो बजारमा चाहिँ राम्रो जानुपर्छ त्यो भइसकेपछि चाहिँ हरेक ठाउँमा चाहिँ मनिषजी हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ अन्त्यमा थोरै यहाँलाई पर्सनली मनपर्ने गीत गुनगुनाइदिनुहोस् न पछिल्लो समयमा आएको लोकपप कालो चस्मा भन्ने छ अनि जाली रुमाल क्युटी मिस पनि छ एउटा चाहिँ मेरो त्यति बेला चाहिँ अब एउटा फर्स्ट भने फर्स्टै हुँदो रहेछ क्या जे कुरा पनि फर्स्टमा गएको एउटा हेरिरह्यो भन्ने गीत छ त्यति अब तपाईँहरूले उहाँहरूले अब सबै दर्शकहरूले सुन्नु भएको छैन भने गुनगुनाउँछ अनि त्यस पछाडि कालो चस्माहरू हल्का गाउँछु हेरिरह्यौ तिमी रोहिरहे म हाँसिराख्यौ पराइसँग जलिरहे म तर तिमीले बुझेनौ मेरो आँसुलाई किन तिमीले बुझेनौ मेरो मायालाई राम्रो मान्छेको पानी खोटा हुँदो रहेछ नमेटिने गहिरो चोट हुँदो रहेछ भन्ने मेरो पहिलो सङ थियो त्यस पछाडि चाहिँ झ्यालै माथि पर्दा मेरी प्यारी नम्बर 1 कालो चस्मा लाउँदा भन्ने थियो अलिक भोइसले अलिकति समस्या बनाइरहेको छ ठिकै छ चिनो मायालाई जले रुमाला हिरामती छैन माया खाली रुमाला चिनो मायालाई जले रुमाला हिरामती छैन माया खाली रुमाला अनि अर्को चाहिँ मेरो तिमी आउँछौ भन्ने निरा छपक्कै सबैतिर छरिदिन्छु फुल तिमी आउने बाटो बाटैमा ओनिरा 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 बाटो बाटैमा ऐसे लुपाकेर रातै भयो पाखैमा घुमाउने मन छ तिमीलाई यो मेरो साथैमा मनिषजी यहाँलाई धेरै धेरै धन्यवाद यहाँले अब अन्तिम प्रश्न सङ्गीतले यहाँलाई प्रयोग गरेको जस्तो लाग्छ कि सङ्गीतलाई यहाँले प्रयोग गरिरहनु भएको छ सङ्गीतले होइन सङ्गीतले त अब सङ्गीतलाई चाहिँ हामीले प्रयोग गर्दै गएको हो नि त अब हामीले सङ्घर्ष गर्दै जाने अब सङ्गीतलाई चाहिँ अब राम्रो राम्रो सिर्जनालाई चाहिँ हामीले गर्दै जाने सङ्गीतले प्रयोग गर्नलाई त अब अहिलेसम्म किनभने सङ्गीतले लो तँलाई भनेर त त्यहाँ हुँदैन नि त आफूले चाहिँ मेहनत गर्ने हो प्रयोग गर्ने हो अब राम्रो गर्दै जाने हो जस्तो लाग्छ मलाई चाहिँ अन्तिममा दर्शक श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अन्त्यमा चाहिँ स्वदेश एन्ड विदेशमा बस्नुहुने सम्पूर्ण जहाँ जहाँ हुनुहुन्छ नेपालका सम्पूर्ण हरेक देशमा कुना काप्चारादेखि लगेर स्वदेश विदेशमा रहनुहुने बुवा आमा दाजुभाइ दिदीबहिनी मेरा आफन्त इष्टमित्रदेखि लगेर आज यो एनटिभी प्लस हेरिरहनु हुने सम्पूर्ण मेरा एकदम भगवान रूपी आफन्तजन दर्शकबिनदेखि लगेर सबैजनालाई चाहिँ अझै माया गरिदिँदै जानुहोला मैले गरेको कार्यलाई चाहिँ हौसला दिँदै जानुहोला कुनै मबाट चाहिँ त्रुटिहरू हुन सक्छन् त्रुटि भएछ भने क्षमा दिनुहोला र राम्रो कामलाई चाहिँ हौसला दिनुहोला र आज सङ्घर्ष गरिरहेको एक युवालाई तपाईहरूको माया ममता तपाईहरूको स्नेहले अझै माथि उचाइमा पुग्ने तपाईहरूको मेन भनेको आशीर्वाद भनेको तपाईहरूको हातको
पन्जा हो, तपाईँहरूले चाहिँ यो पन्जालाई छोपिदिनु भयो भने म डाउन हुन्छु, उचालिदिनु भयो भने म अझ माथि पुग्नेछु र यो सबै श्रेय तपाईँहरूलाई दिन्छु। मैले गरिरहेको यो जुन हरेक पछि छ यो तपाईँहरूलाई दिन्छु। अझै माया गरिदिँदै जानुहोला र जतिले एन्टी प्लस हेरिरहनु भएको छ अझै धेरै माया गरिदिनु होला। फेरि मेरो गाउँमा त एन्टी प्लस धेरै हेर्छ नि मेरो एरियामा त। यहाँले हाम्रो कार्यक्रम ट्रेल ब्लेजरमा समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच सबैजनालाई र यो कार्यक्रम हेरिरहनु हुने सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। यस कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। म लगायत मलाई साथ दिनुहुने सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। डु टेक केयर, किप वाचिङ एनटिभी प्लस। नमस्ते।